अनि फल चाहिँ यस्तो ठुलो हुन्छ, यस्तै छ। अघि पनि मैले देखाएँ पाकेको चाहिँ यो चाहिँ काँचो छ। एउटा मात्रै रुख छ कि फेरि यो ठाउँमा। म एकछिनमा भन्छु फलको नाम। हे गाइज, आज म जाँदैछु एउटा यस्तो रेयर फल होइन, जुन गाउँमा मात्रै पाइन्छ, सायद अन्त पनि पाइन्छ होला। जस्ट हाम्रो गाउँमा चाहिँ एउटा मात्रै रुख छ अहिलेसम्म, धेरै फल्ने होइन। सो म त्यही फल खानको लागि जाँदैछु। र खाने भइसकेको छ छैन, पाकेको छ छैन, त्यो त्यहीँ गइसकेपछि थाहा हुन्छ। र त्यो फल पनि म त्यहीँ गइसकेपछि देखाउँछु, त्यसको बारेमा पनि म त्यति बेलै देखाउने छु। सो एकदम एक्साइटेड छु। म अहिले हामीले रोप्ने गरेको खेतमा छु होइन। हाम्रो खेतमा धान रोपेको छैन। यो खेत चाहिँ हामीले रोपेको खेत। केही समय अगाडि मैले यहाँनिर भिडियो बनाएको थिएँ। अहिले चाहिँ यति ठुलो भइसक्यो, यति राम्रो भइसकेको छ, एकदम खुसी लागिरहेको छ। यो चाहिँ कुलो, हाम्रो खेतमा पानी लगाउने कुलो। अनि अहिले चाहिँ यति ठुलो पानी आएको छ। यता धान पुरै रोपेको छ, सबैतिर हरियो। म जुन फल खान जाँदैछु त्यो फल चाहिँ यही खोलाकै साइडमा छ, तर धेरै अलिकति माथि नै छ। धेरै माथि भन्नु मिल्दैन, तर माथि नै छ। खोलाको छेउछेउबाट खेतबाट जानुपर्छ। बाटो चिप्लो छ, अप्ठ्यारो छ है। अहिले म जुन फल खान जाँदैछु त्यो फल सायद कतिपयलाई थाहा नै छैन होला, कतिपयले देख्नु भएको छ तर खानुभएको छैन होला। र अब केही समयमा पुगिहाल्छु म। यहाँ चाहिँ कुलो एकदम स्पिडमा आइरहेको छ। यस्तो छ यहाँको कुलो, पानी लगाउने एकदम स्पिडमा आएको छ है। अनि चिप्लो पनि छ फेरि यहाँ भित्र चाहिँ। यहाँ चाहिँ धान रोपेको धेरै समय भएको छैन, यो लास्टमा रोप्ने खेत भनेर मैले पहिला पनि भनेको थिएँ। त्यही हो, अरू केही कुराको चिन्ता छैन मलाई। त्यो रुखको फल कसैले नखाइदिएको भए भनेर यति दुःख गरेर म यहाँ आएको छु। अरूले पहिले खाइदिएको भए फेरि म चाहिँ बुटो हेरेर फर्किनुपर्छ यार, रुख हेरेर। नत्र रुखको पात चबाइदिने होइन, गाई भैँसीले जस्तै। रुख त त्यही हो है, यो अगाडिको यही हो रुख। अब पाकेको छ कि छैन हेर्नुपर्छ। यसरी बाटोमा आलीमा हिँड्नुपर्छ। आली भत्कियो भने तल्लो गरामा हिलोमा पछारिने होइन। सायद अलिकति ढिला गरेँ मैले, पाकिसकेको रहेछ अनि खाइ पनि सकेछन्। हल्का एउटा दुइटा चाहिँ छ होला, त्यही भए पनि खाएर चित्त बुझाउनु पर्ने अवस्था छ। आई एम भेरी सरी, किनकि मैले चाहिँ अघि अलिक गलत बोलेछु है। अझै पाकेको रहेनछ है, पाक्न भर्खरै सुरु भएको रहेछ। अनि कसैले खाएर सिध्या होला भनेको, दाना सानो रहेछ अझै, अनि पाक्न भर्खरै सुरु गरेको छ। यतिको भएको छ होइन। अझै पाकेपछि अझै ठुलो हुन्छ, अझै रसिलो, अलिक सेतो हुन्छ होइन। अहिले चाहिँ यस्तो छ। अनि यो फल कसले खानु भएको छ, कसैले देख्नु भएको छ कि छैन पहिला होइन, खानुभएको छ कि छैन, यसको फलको नाम चाहिँ थाहा छ कि छैन, थाहा छ भने पहिले कमेन्ट गरिहाल्नु है। म एकछिनमा भन्छु यसको फलको नाम। ओके, पहिला चाहिँ कमेन्ट गरिहाल्नु। सो त्योभन्दा पहिला चाहिँ म यो खाएर टेस्ट गरेर हेर्छु। भर्खरै पाक्नु सुरु भएको रहेछ। अनि यो भित्रको दाना हुन्छ नि, यो दाना पुरै कालो भएको हुन्छ क्या पाकिसकेपछि। अनि यो एकदम मिठो रस, गुलियो रस हुन्छ होइन। अहिले रस अलिक कम छ, हल्का हल्का गुलियो चाहिँ भएको छ। अनि चराले खान सुरु गरेको रहेछ यताबाट। सो यो फलको नाम चाहिँ गुलाब जामुन। जामुनकै प्रजाति भन्छ होइन, तर जामुनभन्दा एकदम फरक हुन्छ, एकदमै टेस्ट पनि एकदम फरक, तर पात चाहिँ लगभग सेम हुन्छ। यो जामुनको रुख है। अनि फल चाहिँ यस्तो ठुलो हुन्छ, यस्तै छ। अघि पनि मैले देखाएँ पाकेको चाहिँ, यो चाहिँ काँचो छ है, सानै छ अझै। सबै यस्तै छ, अहिले सानै रहेछ। अनि पात चाहिँ सेम जामुनै छ क्या होइन, जामुनकै रुख जस्तो छ, कँडेलको रुख जस्तो छ होइन। अनि खाँदा चाहिँ एकदम टेस्ट एकदम फरक छ।
अनि यो चाहिँ भर्खरै पाक्न सुरु गरेको छ, अझै पाकिसकेको छैन। सो केही समयपछि पाक्छ, सायद अझै 1 हप्ता जति लाग्छ होला। यति बेला चाहिँ पाकिसक्यो होला जस्तो लागेर आएको थिएँ, अझै पाकेको रहेनछ। अब एउटा दुइटा भए पनि खाएँ होइन, चाहनु पाइयो होइन। यहाँसम्म आइसकेपछि 2-3टा दाना चाहिँ अझै 1-2वटा छ होला, भेटिसकेँ 6 होला भन्दै अर्को एउटा राम्रोसँग पाकेको छैन। तर यतिको भयो भने खाएर चाहिँ चित्त बुझिहाल्नुपर्छ कि चराले खाइदिन्छ कि मान्छेले खाइदिइहाल्छ होइन। एउटा मात्रै रुप्छ कि फेरि यो ठाउँमा, यो एरियामा होइन। सायद अर्को ठाउँमा हुनसक्छ होइन, अर्को खोलामा चाहिँ, यो खोलामा चाहिँ छैन। अनि कोही यो बाटो आयो र पहिलेदेखि देखेको छ भने त खाइहाल्छ नि होइन। अनि यो भिडियोबाट मेरो गाउँको मान्छेले हेऱ्यो भने त फेरि दौडी आएर खाइदिइहाल्छ होइन। आज त पाक्यो होला, भोलि त पाक्यो होला। यति मिठो फल यार, कोही नआउनु है, भिडियो बरु नहेर्नु होइन, नखानु। मैले खानै पाउन्न नि फेरि। मैले यो भिडियो मात्रै नहेर्नु भनेको है, बाँकी चाहिँ भिडियोहरू हेर्दै गर्नु होइन। यो भिडियो चाहिँ यो फल मैले खाएर सिकाएपछि, फल त मिठो छ है, तर यो फल खान पनि त्यति सजिलो छैन फेरि। यहाँ तल पुरै खोला छ, यो खोलामा खस्यो भने फेरि के हुन्छ। यो मिठो फल खोलामा पुगेपछि मिठो रहिरहन्छ, अथवा विचार गरेर राम्रोसँग चढेर रुखमा एकदम होस पुर्याएर भन्नुहुन्छ नि, होस पुर्याएर गर्नुपर्छ होइन। ओके साथीहरू, जति थियो टिपे खाएँ होइन, अलिअलि यहाँ छ, खाने पनि गर्छु। सो अब चाहिँ म स्विमिङ गर्न जाँदैछु, त्यो पनि यहीँ तल छ स्विमिङ पुल पर्ने। सो यतै स्विमिङ गर्छु आज। अनि हल्का गहिरो पनि छ। मलाई खासै पौडी खेल्न चाहिँ आउँदैन है, फेरि पौडी खेल्न आउँदैन, तर पनि मलाई रहर चाहिँ लाग्छ फेरि। यहाँ 2वटा पुल छ, एउटा माथि छ एउटा तल। पानी अलिक सफा छ यो खोलाको, त्यसैले म यो खोलामा आएको। उताको खोलामा चाहिँ पानी एकैछिन माथिबाट पानी आयो भने पानीभन्दा पनि चिया बनेर आउँछ होइन। त्यही भएर म चाहिँ यता पानीमै नुहाउँछु, चियामा नुहाउनु हुँदैन। ओके, आई एम रेडी स्विमिङको लागि। एउटा चाहिँ डर छ यहाँनिर, पानी हल्का धमिलो छ, सर्प त हुँदैन नि यस्तोमा। Why did it take all our life to explain? पानी चिसो रहेछ होइन। अब एकचोटि माथिको पनि एकचोटि चाहिँ गरम, कतिको गहिरो छ, कतिको राम्रो छ होइन। यहाँ चाहिँ हल्का यो झारले पनि हल्का डिस्टर्ब गरिरहेको थियो, बाँकी पानी चिसो छ, मजा आयो। Revealed all the truth, no escape. ओके साथीहरू, आजको लागि स्विमिङ पनि सकियो। अब चाहिँ म जानुपर्ने हुन्छ, पानी पनि आउन लागेको छ। र दैनिकको काम, घाँस काट्ने काम छँदैछ। Is this time for me? ओके साथीहरू, म चाहिँ अब फर्कनेछु घरतिर। अनि मस्त स्विमिङ पनि गरियो, अनि अलिअलि खाइयो होइन। त्यो जामुन चाहिँ अलिअलि खान पाइयो, धेरै खान पाइएन। अगाडि अझै खेतहरू देखिरहेको छ, आनन्द। यसरी खेत हेर्नु पाउँदा धानहरू रोपेको छ खेतहरूमा, एकदम राम्रो छ, एकदम रमाइलो छ, हरियो देखिरहेको छ। म चाहिँ गाउँमा एक्लै छु होइन। यो मेरो एरियामा कोही छैन कि, एक्लै हिँड्नुपर्छ एक्लै। अझै कोही साथीहरू भएको भए, भाइहरू भएको भए अझै रमाइलो हुन्थ्यो। एक्लै कस्तो हुन्छ नि, फिलै अलिक फरक टाइप एक्लै भयो जस्तो लाग्छ। तर एक्लै पनि रमाउन जान्नुपर्छ, धेरै खुसी मिल्छ। म एक्लै भए पनि आनन्द खेतहरूमा, जङ्गलमा होइन, बारीमा घुम्न हिँडिरहेको हुन्छु क्या दिनको एकपल्ट। अनि कहिलेकाहीँ चाहिँ त्यस्तै हुन्छ होइन, घरमा काम बढी हुन्छ, त्यस्तो बेलामा चाहिँ म हिँड्न पाउँदैन। नत्र भने चाहिँ
एकले पनि रमाउन चाहिँ सिक्नुपर्छ। क्या राम्रो भएको छ यार धान यार, आहा हरियो। अनि झार भएको रहेछ, यो झार भएन भने चाहिँ अझै भवाल हुनेवाला छ। झार गोड्नुपर्छ एकपल्ट धानको, झार गोड्ने पनि बेला भएको छ। ओके साथीहरू, म चाहिँ अहिले घाँस काट्नको लागि आएको छु। यो चाहिँ गाउँमा बस्ने मान्छेको लागि डेली रुटिन हो है। बिहान अनि साँझ घाँस चाहिँ काट्नुपर्छ। र यहाँनिर च्याउ पनि रहेछ। यति बेला चाहिँ च्याउको पनि मौसम हो, अनि गाउँमा यसरी च्याउ खानु पाइन्छ होइन। र मिठो पनि हुन्छ, तर एउटा मात्रै रहेछ। अनि यो चाहिँ खाने च्याउ हो। हल्का यो चाहिँ बिग्रिसकेको रहेछ। खरबारी यस्तो छ, तर घाँस अलि ठुलो छैन क्या। जताततै हेर्दैछु कता काट्ने भनेर। घाँस अलि ठुलो ठुलो बाक्लो भयो भने चाहिँ काट्नु पनि मजा आउँछ। सो कता काट्ने सोध्दैछु, यति काट्छु होला। यति बेला काट्ने चाहिँ यही खर हो होइन। अलि लामो लामो अनि अलि बाक्लो भयो भने चाहिँ काट्नु पनि मजा आउँछ। साथीहरू, घाँस यति काटिसकेँ है। त्यहाँ परसम्म छ, अझै अलिकति काट्छु होला। ओके गाइस, घाँस टन्नै काटिसकेँ। अब चाहिँ मुठो बान्ने क्रम जारी छ। यहाँ चाहिँ 3वटा मुठा भइसक्यो। अब अगाडि त्यहाँ पनि छ घाँस टन्नै छ, अघि देखाएको थिएँ मैले। त्यताको पनि मुठा पार्छु। ओके, सधैँ घाँस काट्न जान्छु मात्रै भन्छ। कति घाँस काट्छ यसले, हेर्नु है आज। यहाँ 4वटा मुठा छ है। 1 2 3 4, 4वटा मुठा यता छ। अब यहाँ छ 1 2 3 4 3 7। यहाँ एउटा 8, अनि अघिको 3टा 8 9 10 11। ओके साथीहरू, रात परिसकेको छ। आजको लागि यति नै। भिडियो अन्तिमसम्म हेर्नुभयो, धन्यवाद। यतै कतै लाइकको बटन पनि होला, लाइक गरिदिनु होला। र आजको लागि यति नै। मिल्नेछौँ अर्को भिडियोमा। बाई।